के हाम्रो बजाङको बाघ रविन्द्र दाँतले न्युजिल्यान्डको अनडिफिटेड फाइटर कासिप मडोकको घमण्ड तोड्न सक्लान्? के नेपालको पहिलो फाइटर युएफसीको फाइनल स्थान सुरक्षित गर्नेछन्? आउनुहोस् आजको यो भिडियोमा हामी दुई शक्तिशाली फाइटर्सको शक्ति, कमजोरी र यो महामुकाबला जित्ने रणनीतिको विशेष विश्लेषण गर्नेछौँ। सुरु गरौँ कासिप मडोकदेखि। कासिप मडोक न्युजिल्यान्डको 7-0 अनडिफिटेड रेकर्ड भएको फाइटर हुन् र खतरनाक रेसलर पनि। उनले 43 एमेच्योर बक्सिङ म्याच खेलेका छन् र न्युजिल्यान्डको तर्फबाट युथ ओलम्पिक्समा प्रतिनिधित्व गरिसकेका छन्। साथै उनी 2022 को IMMAF वर्ल्ड च्याम्पियन हुन्। उनको बक्सिङ राम्रो छ, तर सबैभन्दा ठुलो हतियार ओलम्पिक शैलीको रेस्लिङ हो। उनले आफ्नो पछिल्लो म्याचमा जापानको युनिसुके मिनामीलाई तेस्रो राउन्डमा आर्म ट्रायङ्गल चोकबाट नकआउट गरेका थिए। अब कुरा गरौँ हाम्रो नेपालको बाघको रविन्द्र दाँत। हाम्रो रविन्द्र दाँतको चाहिँ 10-1 को रेकर्ड छ र उनले पनि रोड टु UFC सिजन 5 को क्वार्टर फाइनलमा किम्बर्ट एलिन्टोजनलाई दोस्रो राउन्डमा ग्राउन्ड एन्ड पाउन्डबाट नकआउट गरेका थिए। रविन्द्रको करातेको बेस एकदमै बलियो छ र उनको प्रहारमा नकआउट गर्ने अद्भुत शक्ति छ। थोरै टेक्निकल एनालाइसिस गरौँ है, थोरै प्राविधिक विश्लेषण गरौँ। रविन्द्रले कसरी जित्न सक्छन्? कासिप मडोक बक्सिङमा बलियो भए पनि उनको खुट्टाको मुभमेन्ट, फुटवर्क केही सुस्त छ। रविन्द्रले आफ्नो गति र स्विचिङ किक्सको प्रयोग गरेर दूरी कायम राख्नुपर्छ र मडोकलाई नजिक आउन दिनु हुँदैन। यसलाई भनिन्छ स्ट्यान्डिङ स्ट्राटेजी। स्ट्राटेजी नम्बर 2, टेक डाउन डिफेन्स। मडोकले रविन्द्रलाई क्लिन र टेक डाउन गरेर भुइँमा ढाल्ने प्रयास गर्छन्, तर रविन्द्रको टेक डाउन डिफेन्स 66% डिफेन्स रेकर्ड र विजर्ड प्रविधि निकै बलियो छ। यदि रविन्द्रले आफूलाई भुइँमा ढल्नबाट बचाउन सके भने कासिप मडोक उभिएर लड्न सक्ने छैनन् र रविन्द्रले उनलाई नकआउट गर्न सक्छन्। मेरो विचारमा चाहिँ यो छ। अब तपाईहरूको विचारमा के छ त्यो आफ्नो विचारलाई चाहिँ कमेन्ट बक्समा राख्नु होला र यो भिडियो मन पर्यो भने लाइक, सेयर र सब्स्क्राइब पनि गरिदिनु होला। हस्त जय नेपाल।